हेलो हामी चाहिँ अहिले लमजुङतिर लाग्दैछौँ। अब चाहिँ थानकोटको उरालो झर्दैछौँ। अहिले चाहिँ हामी ह्यामलेट रेस्टुरेन्ट गल्छीमा छु। छोरी फ्यान्टा खाँदैछ। बर्बाद भयो नि मेरो बहिनी गएर सिट पनि खाली थिएन सँग गफ गर्दै मम्मी चाहिँ बिस्तारै सुन्नु भएको छ। यो चाहिँ दिदीको स्कुलको नाम चाहिँ हिमाली सेकेन्डरी बोर्डिङ स्कुल छ। अनि यहाँ दुईजना बिदाय कार्यक्रम गर्दै हुनुहुन्छ। रमिला दिदीको घर भिजिट गर्दै हुनुहुन्छ सबैजना। कसको घर रे बेबी? यो उता नजाऊ, बजेर नातिनी के भन्दै हुनुहुन्छ यतातिर। घरबाट स्कुल पनि ठ्याक्कै देख्ने रहेछ नजिकै। अहिले चाहिँ हामी भोलेटारबाट के अरे थानसिङ जाँदैछु। हेलो गाइज, अहिले चाहिँ म भोलेटार हुँदै लमजुङ जाँदैछु। पिस्तीमा आइपुगेछौँ हामी चाहिँ। एकदम राम्रो सिन, रमाइलो लागिरहेछ। यता छोरी पनि हेर्दैछ। हामी चाहिँ अब गाडीतिर लाग्दैछौँ। ल अब चाहिँ लमजुङ थानसिङ जाँदैछौँ हामी। छोरी यता हुन्छौँ अनि उता मम्मी हुनुहुन्छ अगाडि। एकदम राम्रो है। फाइनली आमाजीको घर आइपुग्यो। नमस्ते आमाजी। नातिनी सानो कहाँ आउनुभयो आज? हामी माम कता खानुभएको हो? गाउँमा आमाजीको घरमा हो। ओ यम्मी छ, यम्मी छ। धेरै यम्मी छ। गाउँमै धेरै यम्मी हुन्छ नि त होइन? हामी चाहिँ अब यहाँ आमाजीको घरमा गाउँमा लोकल कुखुरा र खाना खान लाग्दैछौँ। हेलो, आज चाहिँ हामी के अरे तुर्लुङकोटको के भन्ने ठाउँमा जाँदैछौँ अरे? कालिका बजार मेला, चैत दसैँ मेलामा जाँदैछु है। यहाँ सबैजना बाबा छोरीहरू दाइले लाँदै हुनुहुन्छ। आमाजीहरू त्यहाँ। ल आमाजी गयो हामी। ल हस्, हामी चाहिँ अब चैत दसैँ मेलामा निस्किसक्यो है त। कालिका बजार आएको गाइज। अब टेम्पोले नतानेर मामाहरू मात्रै हिँड्दै आउँदैछ होइन, के गर्ने। पानी आएर हो कि यस्तो भएको? नत्र राम्रै छ बाटोमा। उता अगाडि गाडी फस्यो अरे होइन। एकछिन ओहो ओहो ओहो, यो चाहिँ तुर्लुङकोट बजार व्यवस्थापन समितिको कमजोरी भन्छु म चाहिँ होइन। यहाँ त यस्तो हुन्छ गाइस। सबै बजारमा स्वागत छ तपाईँहरूलाई। आउन त आइयो, बाटो छ कि छैन त? ए ल आइपुगेछ, अब त आइपुगेछ। ग्राउन्ड यही हो नि त। अब त बजार आइहाल्यो नि। तपाईँलाई 1 घन्टा भनेको है। ल आउनु। मैले त बिस्तारै हाल्छु।
नुवाकोटको माथि मेलामा आइपुगिसक्यो यतातिर लाग्यो छेलो हान्दैछ अरे मेलामा मान्छे एकदमै भिड भइसकेको छ इधर वगैरह दौड़ेर त ल यसपालिको बजार यसरी मनाइयो है टक्क लाएर गाइस यस्तो छ है हाम्रो यसपालिको चैते दसैँ बजार ल जिन्दगी दुःख पाइयो ओहो के छ हिरो मेरो भाइ आमामा आराम छ बाबु कहिले आउँदै हो भर्खर हामी त कहिले आएको नेपाल चाहिँ नेपाल आएको भयो दाइ 1.5 महिना ए हो ए भर्खर आएको यस्तो हामी त भिजा हामी त आएकै छैन ल एकछिन भिजेर आउने आउँदैछ है ल भाइ ल पछि भन्नु भाइ अब यो यस्तै हो होइन यो मौसममा पानी भनेको कुरा त्यही हो यस्तै छ लास्ट इयर वैशाख 1 गतिको प्रोग्राम पनि यस्तै थियो हो उता नुवाकोटको धादिङको बोर्डरमा के ठ्याक्कै हाइटमा यस्तै प्रोग्राम हो कि गेम पनि अनि सांस्कृतिक कार्यक्रम पनि उताबाट यहाँ चिप्लो कता पुगिसक्नु बाबा हेलो गाइज ल हामी चाहिँ एउटा अब यस्तो बिजोग भएर यसरी हिँड्दैछौँ है टक्क लगाएर बल्ल ठाउँमा आइपुग्यो हामीले गर्दा पनि दुःख पाउनु भयो होइन ठिक छ खुसी बिचरा धेरैको जन्म आउनु सम्झना यसपालिको मेमोरेबलै भएन के छ त ठिक छ ठिक छ अहिले दुईजनालाई जन्म आएर घुमाउनु ल्याएको यसो घुमाइयो त्यहाँको गडी घुम्ने भने त अब खै अब नघुम्ने अब रमाइलो गरेर आएको है पानी पर्दैछ त क्लाउडमै हिँडेर जान्छ ल बाटो देखेन भने नहिँड्नु लाइट बाल त्यो मान्छे कता साइडमा लाइट पनि नदेख्ने रहेछ बाटो नदेखेर बसेर त्यस्तै जस्तो लाग्यो लाइट बाल हेर त यो लाइटबाट झन् देखियो हुन्छ है हो मेरो दिदी छ मैले यसरी तल हेरेको थियो ल थ्याङ्क यू सो मच है सानो भाइ ल है साथीहरू है बुढी दुइटा फेरि म त्यहाँ आमा बिचक 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 हो तेरिको जाडो भयो मामा झन्डै लडेन ल